ब्रुनो फर्नान्डेज अहिलेको वर्ल्डको सबैभन्दा बेस्ट मिडफिल्डर हो। मैले यो स्टेटमेन्ट दिइसक्ने बित्तिकै धेरै फुटबल फ्यान्सहरू बार्सेलोना, रियल मैड्रिड, बायर्न म्युनिक, आर्सेनल, म्यान्चेस्टर सिटी र इभन पिएसजीको फ्यान्सहरूलाई पनि अलिकति प्रब्लम हुनसक्छ। सो म मेरो स्टेटमेन्टलाई अलिकति रिभाइज गरेर फेरि भन्छु। ब्रुनो फर्नान्डेज अहिलेको वर्ल्डको सबैभन्दा बेस्ट प्लेमेकर हो, सबैभन्दा बेस्ट अट्याकिङ मिडफिल्डर हो। सायद मैले यो स्टेटमेन्ट दिँदाखेरि चाहिँ कुनै पनि क्लबको कुनै पनि फुटबल फ्यान्सहरूलाई अलिकति पनि प्रब्लम हुँदैन होला, किनभनेदेखि ब्रुनो फर्नान्डेज साँच्चै पनि वर्ल्डको सबैभन्दा बेस्ट अट्याकिङ मिडफिल्डर, सबैभन्दा बेस्ट प्लेमेकर हो। तपाईँहरूलाई थाहा छ प्रिमियर लिगको एउटै सिजनमा एउटै खेलाडीले गरेको सबैभन्दा हाइएस्ट असिस्ट थियरी अनरीले 2002-2003 को सिजनमा आर्सेनलबाट दिएका थिए र केभिन डिब्रुइनाले 2019-20 को सिजनमा म्यान्चेस्टर सिटीबाट दिएका थिए। दुवैजनाले 20 असिस्ट एउटै प्रिमियर लिगको सिजनमा गरेर त्यो नयाँ कीर्तिमान बनाएका थिए। यो सिजन 2025-26 को प्रिमियर लिग सिजनमा ब्रुनो फर्नान्डेजले त्यो रेकर्डलाई म्याच गर्नको लागि अब एउटा मात्र असिस्ट बाँकी छ र त्यो रेकर्डलाई अब ब्रेक गर्नको लागि ब्रुनो फर्नान्डेजले मात्र 2टा असिस्ट गरे पुग्छ। गोल असिस्ट अथवा फुटबलको अरू स्ट्याटहरूको बारेमा कुरा गर्नुभन्दा अगाडि म तपाईँहरूसँग फुटबलको एउटा यस्तो अन्डर रेटेड स्ट्याटको बारेमा चर्चा गर्छु जसको बारेमा खासैमा भन्नुपर्दाखेरि फुटबल फ्यान्सहरूले कहिले पनि कुरा पनि गरिरहेका हुँदैनन्, अटेन्सनसम्म पनि दिइरहेका हुँदैनन्। तर मोडर्न फुटबलमा यो अन्डर रेटेड स्ट्याट एकदमै इम्पोर्टेन्ट मानिन्छ। 2020 मा जब ब्रुनो फर्नान्डेज म्यान्चेस्टर युनाइटेड आएका थिए, त्यो सिजनदेखि आजसम्मको स्ट्याट यदि तपाईँहरूले पल्टाएर हेर्नुहुन्छ भनेदेखि युरोपको टप 5 लिगमा कुनै पनि आउटफिल्ड खेलाडीले ब्रुनो फर्नान्डेजभन्दा ज्यादा मिनट्स ग्राउन्डमा स्पेन्ड गरेकै छैन। मतलब लास्टको 5-6 सिजन्समा कुनै पनि खेलाडीले युरोपको टप 5 लिगमा ब्रुनो फर्नान्डेजभन्दा ज्यादा समय ग्राउन्डमा स्पेन्ड गरेकै छैन, उसले जति कसैले खेलेकै छैन। चाहे त्यो मिडविक फिक्सर होस् या प्रिमियर लिगको होस् या कुनै कपको होस्, च्याम्पियन्स लिग होस् या युरोपा लिग होस् या कुनै पनि तरिकाको फ्रेन्डली म्याच होस्। एभ्री विक, एभ्री वेदर, एभ्री अपोनेन्ट, एभ्री सिचुएसन 90 मिनट्सको लागि ब्रुनो फर्नान्डेज सधैँ टिमको लागि अभाइलेबल भएका छन्। यो एकदमै अन्डर रेटेड स्ट्याट हो है। फेरि केभिन डिब्रुइना जस्तो आइकनिक प्लेयरले कति इम्पोर्टेन्ट फिक्चर्सहरू मिस गरेका छन् इन्जुरीको कारणले गरेर। पेड्री जस्तो खेलाडीले कति इम्पोर्टेन्ट फिक्चर्सहरू मिस गरे बार्सेलोनाको लागि इन्जुरीको कारणले गरेर। तर ब्रुनो फर्नान्डेजबाट यो कम्प्लेन कहिले पनि कसैले पनि गर्ने मौकै पाएन। हरेक टाइम 90 मिनट्सको लागि ऊ अभाइलेबल भएका छन्। यही सिजनको स्ट्याट हेर्नुहुन्छ भने पनि सायद 2025-26 मा 4000 मिनट्सभन्दा ज्यादा टाइम ब्रुनो फर्नान्डेजले ग्राउन्डमा स्पेन्ड गरिसकेका छन्, त्यति टाइम खेलिसकेका छन्। अरू कुन चाहिँ आउटफिल्ड खेलाडीले युरोपको टप 5 लिगमा ब्रुनो फर्नान्डेज जतिको म्याच खेलेको छ, जतिको समय ग्राउन्डमा स्पेन्ड गरेर चाहिँ एकचोटि चेक गर्नु होला र कमेन्ट गर्नु होला। अर्को एउटा यस्तो इम्पोर्टेन्ट फ्याक्टर छ जसको बारेमा चर्चा गर्यो भने सायद ब्रुनो फर्नान्डेजको इम्पोर्टेन्स, ब्रुनो फर्नान्डेजको इम्प्याक्ट र कन्ट्रिब्युसनको बारेमा अझ ज्यादा क्ल्यारिटी पनि आउँछ होला। हामीले प्रिमियर लिगको हिस्ट्री पल्टाएर हेर्ने हो भने धेरै वर्ल्ड क्लास खेलाडीहरू आइसकेका छन्, गइसकेका छन्। तर यदि ती खेलाडीहरूलाई इन्डिभिजुअली पिक गरेर हेर्ने हो भने ती खेलाडीहरूले कस्तो म्यानेजरको अन्डरमा खेलेका थिए, ती खेलाडीहरूको टिममेट्सहरू कस्ता कस्ता थिए र ती खेलाडीहरूले जुन क्लबबाट खेलेका थिए त्यो क्लबको हैसियत के थियो त्यो बेलामा, यदि त्यो स्ट्याट यो फ्याक्टरलाई पनि कन्सिडर गरेर ब्रुनो फर्नान्डेजको लास्टको 5-6 सिजनसँग कम्पेयर गर्ने हो भने सायद अलिकति क्ल्यारिटी आउँथ्यो कि। एक्जाम्पलको रूपमा थियरी अनरी र केभिन डिब्रुइनालाई लिउँ। 2002-03 को सिजनमा जब थियरी अनरीले 20 असिस्ट गरेर कीर्तिमान बनाएका थिए, त्यो बेलामा आर्सन वेङ्गर जस्तो इलिट लेभलको म्यानेजर थियो। हरेक पोजिसनमा वर्ल्ड क्लास खेलाडीहरू थिए आर्सनलको टिममा। 2019-20 को सिजनमा जब डिब्रुइनाले म्यान्चेस्टर सिटीबाट 20 असिस्ट गरेका थिए, त्यो बेलामा ग्वार्डियोलाको अन्डरमा थिए केभिन डिब्रुइना। हरेक पोजिसनमा सुपर स्टार्सहरूमा त त्यो $1 बिलियन प्रोजेक्टमा थियो ग्वार्डियोला त्यो बेलामा। त्यस्तो खतरनाक सिस्टममा खेलेका थिए डिब्रुइनाले। र ब्रुनो फर्नान्डेजले लास्टको 5-6 सिजन्सको कम्पेयर गर्नुहुन्छ भने कस्तो टिममेट्सहरूसँग खेलेको छ, कस्तो सिस्टममा बसेर खेलेको छ, कस्तो कस्तो म्यानेजरको अन्डरमा बसेर खेलेको छ, तपाईँहरूले याद गर्नुभएको छ। अनरसिप चेन्ज भएको बेलामा पनि ब्रुनो फर्नान्डेज खेलेको हो।
5वटा 6वटा म्यानेजर चेन्ज भइसक्यो लास्टको 5-6 इयर्समा। सबै म्यानेजरको अन्डरमा खेल्यो। हरेक म्यानेजर आउँदाखेरि नयाँ ट्याक्टिक्स, नयाँ सिस्टम, सबै सिस्टममा एड्याप्ट गरेर पनि पर्फर्म गरेको छ। र अर्को इम्पोर्टेन्ट कुरा तपाईँहरूलाई भन्छु, ब्रुनो फर्नान्डेजले म्यान्चेस्टर युनाइटेड आइसके पछाडि खेलेको सबैभन्दा बिगेस्ट प्लेयर, उसको टिममेटमा भएको सबैभन्दा बिगेस्ट प्लेयर क्रिस्टियानो रोनाल्डो, जो चाहिँ 38 वर्षको थियो जुन बेलामा ऊ म्यान्चेस्टर युनाइटेड आएको थियो। उसले खेलेको स्ट्राइकरहरू र्यासफोर्ड, म्यासन ग्रिनवुड, रिटायर हुन लागेको काभानी, यस्तो खेलाडीहरू त उसले टिममेट्सको रूपमा पाएको थियो। यति हुँदाहुँदै पनि ब्रुनो फर्नान्डेजले लास्टको 5 सिजन्सदेखि म्यान्चेस्टर युनाइटेडलाई आफ्नो काँधमा क्यारी गरेर हिँडेको छ। प्रुफको लागि म तपाईँलाई अर्को एउटा स्ट्याट पनि भनिदिइहाल्छु। म्यान्चेस्टर युनाइटेडको प्रिमियर लिगको हिस्ट्रीमा कुनै पनि खेलाडीले 4 चोटि भन्दा ज्यादा प्लेयर अफ द सिजनको अवार्ड जितेको छैन। 4 चोटि प्लेयर अफ द इयरको अवार्ड जित्ने खेलाडी थिए क्रिस्टियानो रोनाल्डो। त्यो स्ट्याटलाई म्याच गरेको खेलाडी हो ब्रुनो फर्नान्डेज, र सायद यो सिजन ब्रुनो फर्नान्डेजले त्यो स्ट्याट पनि ब्रेक गर्नेवाला छन्। सो लास्टको 6वटा सिजनमा ब्रुनो फर्नान्डेजले 5 चोटि म्यान्चेस्टर युनाइटेडको प्लेयर अफ द सिजनको अवार्ड जित्नेवाला छन्। यो अमेजिङ स्ट्याट होइन त? लास्टको 5-6 सिजन्स हेर्नुहुन्छ भनेदेखि सायद दुनियाँमा कहीँ पनि गएर म्यान्चेस्टर युनाइटेड भनेर भन्ने हो भने उसको दिमागमा ब्रुनो फर्नान्डेजको इमेज आउँछ होला। सो अहिलेको कन्टेक्स्टमा म्यान्चेस्टर युनाइटेड इज इक्वल टु ब्रुनो फर्नान्डेज जस्तै भइसकेको छ। म्यान्चेस्टर युनाइटेडको फेस भइसकेका छन् ब्रुनो फर्नान्डेज। उसले सिङ्गल ह्यान्डेडली क्यारी गरेको छ, घिसार्दै घिसार्दै अगाडि बढेको छ पुरा टिमलाई। अब स्ट्याट्सकै बारेमा कुरा भइरहेछ भनेदेखि म यहाँनिर अरू 1-2वटा स्ट्याट पनि घुसाइहाल्छु। लास्टको 5-6वटा सिजनमा हेर्ने हो भनेदेखि ब्रुनो फर्नान्डेजले 6 चोटि प्रिमियर लिग प्लेयर अफ द मन्थको अवार्ड जितेका छन्, जुन चाहिँ थियोरी अन्रीको भन्दा ज्यादा हो, एलेन सियररको भन्दा ज्यादा हो, डिब्रुनाको भन्दा पनि ज्यादा हो, र धेरै वर्ल्ड क्लास खेलाडीहरू जसले चाहिँ प्रिमियर लिग खेलेर गइसकेका छन् उनीहरूभन्दा पनि ज्यादा हो। मैले यहाँनिर फेरि अब ब्रुनो फर्नान्डेज चाहिँ केभिन डिब्रुना भन्दा बेटर हो, थियोरी अन्री भन्दा पनि बेटर हो भन्न खोजे होइन। तर ब्रुनो फर्नान्डेजको यो स्ट्याटले एउटा कुरा त के प्रुभ गर्छ भनेदेखि हि इज एन इलिट लेभल प्लेयर, र कन्सिस्टेन्टली त्यो लेभलको पर्फर्मेन्स उसले ब्याक टु ब्याक हरेक सिजनमा दिइरहेछन्। अब अर्को एउटा स्ट्याट पनि म घुसाइहाल्छु। लास्टको 5-6 सिजनको स्ट्याट हेर्ने हो भनेदेखि युरोपको टप 5 लिगमा कुनै पनि प्लेमेकर, कुनै पनि एट्याकिङ मिडफिल्डरले ब्रुनो फर्नान्डेजको लेभलको स्ट्याट दिएकै छैन। नट इभन केभिन डिब्रुना। केभिन डिब्रुनाले पनि ब्रुनो फर्नान्डेज प्रिमियर लिग आएदेखि यताको स्ट्याट हेर्ने हो भने ब्रुनो फर्नान्डेजको लेभलको पर्फर्मेन्स दिन सकेका छैन। जबकि केभिन डिब्रुनाले ग्वार्डियोलाको इलिट लेभलको टिममा बसेर खेलिरहेछ। म्यानेजर आफैमा क्वालिटी, टिममेट्सहरू क्वालिटी, त सिस्टमै क्वालिटी। इमेजिन गर्नुहोस् ब्रुनो फर्नान्डेजले ग्वार्डियोलाको त्यो म्यान्चेस्टर सिटीमा बसेर खेल्न पाएको भए कस्तो स्ट्याट दिन्थे होला त। पोग्बाले रिसेन्टली एउटा इन्टरभ्यूमा भनेका छन्, यदि ब्रुनो फर्नान्डेज म्यान्चेस्टर सिटीको प्लेमेकर भएको भए ब्यालोन डोरमा उसको नाम सधैँ हुन्थ्यो, र वर्ल्डको बेस्ट खेलाडीहरूको चर्चा गर्दाखेरि ब्रुनो फर्नान्डेजको नाम सधैँ आउँथ्यो। त्यो लेभलको खेलाडी हो ब्रुनो फर्नान्डेज भनेर पोग्बाले क्लियरली भनेका छन्, र यो कुरासँग म 100% अग्री गर्छु। 5 सिजनदेखि यस्तो धेरै म्यानेजरहरू चेन्ज भएको छ, यस्तो एभरेज खालको स्क्वाडमा बसेर पनि इलिट लेभलको खेलाडीहरूसँग 1-on-1 कम्पेयर गर्दाखेरिसम्म पनि उसले प्राय सबै खेलाडीलाई बिट गर्छ भनेदेखि ऊ एक्स्ट्रा अर्डिनरी खेलाडी हो, र उसले रेस्पेक्ट र रिकग्निसन डिजर्भ गर्छ। तपाईँहरूसँग म यहाँ एउटा क्वेसन गरिहाल्छु, के केभिन डिब्रुनाले 2022-23 को म्यान्चेस्टर युनाइटेडको टिममा आएर त्यो लेभलको स्ट्याट दिन सक्थ्यो होला त? त्यो टिममेट्सहरू त्यो म्यानेजरको अन्डरमा बसेर मलाई लाग्दैन कि डिब्रुनाले त्यो लेभलको स्ट्याट दिन सक्थ्यो होला जुन चाहिँ ब्रुनो फर्नान्डेजले दिएको थियो। अब वर्ल्डको बेस्ट खेलाडीहरूको बारेमा चर्चा गर्दाखेरि डेफिनेटली पेड्रीको बारेमा चर्चा हुन्छ, भिटिनियाको बारेमा चर्चा हुन्छ, अहिले त ओडेगार्ड र डेक्लन राइसको बारेमा पनि चर्चा हुन्छ, र डिब्रुनाको बारेमा पनि डेफिनेटली चर्चा हुन्छ। तर यदि तपाईँहरूलाई ब्युटिफुल गेम चाहिएको छ, राम्रो पासिङ एबिलिटी चाहिएको छ, गेमलाई राम्रोसँगले कन्ट्रोल गर्न सक्ने खेलाडी चाहिएको छ भने, एउटा म्याजिक चाहिएको छ भने पेड्री लिनुहोस्। डेफिनेटली पेड्री बेटर छ, तर आउटपुट भन्ने कुरा पनि म्याटर गर्छ। गेम
पासले मात्र चल्दैन, फाइनल थर्डमा आउटपुट पनि दिनुपर्छ र जब आउटपुटको कुरा आउँछ र 38 मध्ये 38वटा हप्ता अभाइलेबल हुने खेलाडी पनि चाहियो भनेदेखि, एउटा इन्जिन चाहियो भने पेड्री होइन, ब्रुनो फर्नान्डेज जस्तो खेलाडी टिमको लागि आवश्यक हुन्छ। केभिन डिब्रुनासँग चर्चा गर्दाखेरि पनि यस्तै यस्तै फ्याक्टरहरू हुन्छ। केभिन डिब्रुनाको पासिङ अलिकति राम्रो छ, क्रसिङ एबिलिटी राम्रो छ, तर डिफेन्सिभ स्ट्याट, प्रेसिङ स्ट्याटलाई पनि तपाईँले भित्र घुसाउनुहुन्छ भनेदेखि र गोल स्कोरिङ एबिलिटीलाई पनि तपाईँले भित्र घुसाउनुहुन्छ भने यहाँनिर फेरि ब्रुनो फर्नान्डेज अलिकति अगाडि आउँछन्। भिटिनियाको बल रिटेन्सन गर्ने क्षमता बवाल छ, बल होल्ड गर्ने, बल डिस्ट्रिब्युट गर्ने क्षमता लास्टै बवाल छ, तर फाइनल थर्डको आउटपुटको कुरा ब्रुनो फर्नान्डेजले त्यसमा पनि भिटिनियालाई पनि हराउँछन्। डेक्लन राइस र ओडेगार्डसँग त अब कम्पेयरै नगरौँ। सो ब्रुनो फर्नान्डेजलाई यदि तपाईँहरूले अहिलेको इलिट लेभलको खेलाडी विथ केभिन डिब्रुना कम्पेयर गर्नुहुन्छ भने पनि केही स्ट्याटमा डेफिनेटली ब्रुनो फर्नान्डेज पछाडि होलान्, तर जब इम्प्याक्टको कुरा आउँछ, आउटपुटको कुरा आउँछ, अभाइलेबिलिटीको कुरा आउँछ, 38मा 38 गेम विक, 90 मिनट्स, मिड विक गेम होस्, रेनी सिजनमा होस्, एकदमै नराम्रो क्वालिटीको पिचमा खेलाउने होस्, हिउँ परेको होस्, जस्तो सुकै सिचुएसन होस्, ब्रुनो फर्नान्डेज त्यहाँनिर अभाइलेबल हुन्छ। अरू खेलाडीहरू होस् नहोस्, ब्रुनो फर्नान्डेज हुन्छ। यो फ्याक्टरलाई त कन्सिडर गर्नु पर्यो नि, र त्यहाँ अभाइलेबल मात्र होइन, इलिट लेभलको खेल पनि देखाइदिन्छ क्या ब्रुनो फर्नान्डेजले। सो यो सबै कुरालाई कन्सिडर गर्दाखेरि आई थिङ्क लजिकल्ली पनि ब्रुनो फर्नान्डेज लास्टको 5-6 इयर्सकै स्ट्याट हेर्ने हो भने, प्लस उसको हरेक कुरालाई हेर्ने हो भनेदेखि प्रोबेबली इफ नट दि बेस्ट, वान अफ दि बेस्ट प्लेमेकर, वान अफ दि बेस्ट एट्याकिङ मिडफिल्डर डेफिनेटली हो। यदि तपाईँहरूको ओपिनियन मेरोभन्दा अलिकति फरक छ भने प्लिज कमेन्ट गर्नु होला, तर प्लिज लजिकल्ली कमेन्ट गर्नु होला है त। मलाई यो खेलाडी मनपर्छ त्यही भएर यो बेस्ट हो होइन। स्ट्याट लिएर आउनुहोस्, नम्बर लिएर आउनुहोस्, लजिक लिएर आउनुहोस्, अनि त्यस पछाडि कमेन्ट गर्नु होला के ब्रुनो फर्नान्डेज भन्दा बेटर प्लेमेकर, बेटर एट्याकिङ मिडफिल्डर लास्टको 5-6 सिजनमा कोही छ त? मेरो विचारमा छैन। तपाईँहरूको ओपिनियन कमेन्टमा गर्नु होला। सी यू अल इन द नेक्स्ट भिडियो। जय नेपाल।